नेपालका प्रधानमन्त्री बालेन्द्र शाहकै शैलीमा राजनीतिमा उदाएका विजय थलापतिको अभूतपूर्व विजयले अहिले नेपाल र भारतसहित अन्य छिमेकी मुलुकमा समेत चर्चा बटुलेको छ। एक्टरबाट राजनीतिको डिरेक्टर बन्न फिल्मी क्षेत्रबाट हात धोएर राजनीतिमा होमिएका विजयलाई तमिलनाडुका जनताले राजनीतिक मसिया बन्ने गरी विशाल जनमत दिएका छन्। अब विजय मुख्यमन्त्रीको कुर्सी निकट छन्। यो निर्वाचन परिणामलाई जरा गारेर बसेका परम्परागत पार्टी विरुद्ध नयाँको विद्रोहका रूपमा हेरिएको छ। दक्षिण भारतीय फिल्मका सर्वाधिक सफल अभिनेता विजयले रिलमा भिलनलाई भीमकाय शक्ति लगाएर रामधुलाई गरे जस्तो राजनीतिमा जनताको जनमत मार्फत विपक्षीको किल्लामा हमला गरेका छन्, अर्थात् विपक्षीलाई बढारेका छन्। अभिनय हुँदै राजनीतिमा प्रवेश गरेका विजय थलापति नेतृत्वको टिभीके पार्टीले 234 सदस्यीय विधानसभा निर्वाचनमा 108 सिटमा जित निकालेको छ। 2 वर्ष अघि मात्र स्थापना गरेको पार्टीले सत्तारूढ डीएमके र प्रमुख विपक्षी एडीएमकेलाई चुनौती दिएको छ। निर्वाचनमा मुख्यमन्त्री एमके स्टालिन नै पराजित भएका छन्। स्टालिनलाई टिभीकेका उम्मेद्वार बीएस बाबुले पराजित गरेका हुन्। स्टालिन सन् 2011 देखि लगातार कोलाथुर निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका थिए र यसपटक पनि उनले सहजै जित्ने अनुमान गरिएको थियो। पार्टीको विजयसँगै थलापति मुख्यमन्त्री बन्ने निश्चित जस्तै बनेको छ। उनको राजनीतिक अवतारलाई लिएर अहिले नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेन शैलीमा उदाएको चर्चा गर्न थालेका छन्। विजयको नेपालमा समेत लाखौंको संख्यामा फ्यान फलोअर्स छन्। यद्यपि यो पटकको भारतको विधानसभा निर्वाचन नेपालमा गत फागुनमा भएको निर्वाचनसँग बरोबर मेल खाँदो देखिएको छ। तमिलनाडुमा विजय थलापतिको उदयलाई बालेनसँग दाँजो गर्दा 15 वर्ष पश्चिम बङ्गालको शासन सत्ता मुठीमा लिएकी मुख्यमन्त्री ममता बनर्जीको पराजयलाई नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीको चुनावी पराजयसँग तुलना गर्न थालिएको छ।